हेलो हेलो साथीहरू। आज अस्तिदेखि मलाई बाबुले यो कट्टुले कोर्यो भन्दै त्यो घाउ बना कोरेको उस देखाएको थियो। आज हेरेको त साँच्चै कोरेको रहेछ। आधी घन्टा ल्याएर यस्तो छाम्छु यता खोज्छु केही भेट्दिनँ। बल्ल बल्ल आज म आधी घन्टा लाएर खोजेँ। यहाँ यस्तो यो सियोको टुप्पा जस्तो रहेछ यहाँनिर। यहाँ लुगामा हेर्नु है। छाम्छु केले खोर्छ भन्छु हेर्छु, केले खोर्छ भन्छु हेर्छु, भेट्दिनँ। बल्ल 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 यहाँ आधी घन्टा लाएर खोज्दा 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 बल्ल बल्ल भेटेँ मैले। यहाँ के हो यस्तो? यो के हो? सियो नै हो कि के हो यो? म त अचम्म लाग्यो। यस्तो पनि हुँदो रहेछ लुगामा। यो कसरी निकाल्ने होला फेरि? लुगामा यहाँ हेर्नु, सियो जस्तो यो सियोकै उस हो कि न के हो कि आउँदैन त, निस्किँदैन थियो। यो के गरी निकाल्ने हो? यसलाई काट्नै पर्छ कि के हो? मरि गयो तान्दा नि आउँदैन त। कहाँ के भएर बसिरहेको? यो सिउने नै फुस्काउनु पर्ने हो। भनेर भन्नुपर्दा के हो? काट दिन्छु कि हो?